हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ आज हजुरहरूको सामने एउटा न्यू रेसिपी लिएर आउँदैछु। हेर्नु होला, म फर्स्ट टाइम ट्राई गर्दैछु। के हो हेर्नुहोस् त साथीहरू। मैले बनाउन जान्छु आज डोसा। यो सब गरेर मैले काटकुट पारेर मैले पुरा पिसेँ। यसलाई मैले पिसेको चाहिँ त्यो भिडियो गर्नु भुलेछु साथीहरू। कराई तताएँ, अब हाल्दैछु। हेर्नु होला साथीहरू, यति मजाले त भएको छैन। फर्स्ट टाइम ट्राई गर्दैछु मैले नि डोसा बनाउनु। खोइ खाँदा त टेस्टी भयो थियो, लेकिन बनाउँदा कस्तो भयो थाहा छैन है साथीहरू। हेर्नुहोस् होला साथीहरू, मैले के हालेर बनाएँ, कस्तो गरेर बनाएँ, म तपाईँलाई अर्को भिडियोमा बताउँछु। हजुरहरू जब जान्नु चाहन्छ भने मलाई कमेन्ट गर्नु होला, म बताइदिन्छु हजुरहरूलाई कस्तो गरेर बनाउने हो। हेर्नु होला साथीहरू, यो नयाँ तावा त्यो भएर भयो, नभए त 2 बार ट्राई गरेको भएको थिएन, फेरि यसमा भयो साथी। नयाँ तावामा गरेको त बनाएँ। अनि त्यहाँबाट हेर्नुहोस् कस्तो लाग्छ हजुरहरूलाई। मैले बाबा आमालाई दिनको लागि रेडी